सो फेरि पनि हेलो एन्ड नमस्ते, स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। तपाईहरु सन्चै आरामै हुनुहुन्छ भन्ने आशा गर्दै म पनि सन्चै आरामै छु। तपाईहरुलाई मेरो भिडियो के कस्तो लाग्छ साँच्चै सल्लाह अनि प्रतिक्रिया दिन नभुल्नु होला अनि मेरो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला भन्दै मेरो दिन देखाउन चाहन्छु। म चाहिँ यतिखेर बारीमा गएर पिडल लाएर आएको अनि बारी अनि गोठेकै ठाउँमा छ अनि मैले चाहिँ दुध पनि लिएर आएको छु। बुवाले दुई दिनुहुन्छ, दुई दिनु भएको थियो अनि मैले पिडालु लगाएर यहाँ एउटा मुठो घाँस काटेँ अनि म घर जान लागेको गाईजहरू। अनि म तपाईहरुलाई मेरो आजको दिन अवश्य देखाउने नै छु। तपाईहरुले मलाई साथ दिनु होला भन्दै म तपाईहरुलाई मेरो बाटो चाहिँ यस्तो उकालो छ, आधी घन्टा जति लाग्छ गाइज घर जान। अनि घर गएर म तपाईलाई के गर्छु के गर्दिनँ अवश्य देखाउँछु गाइज। यिनीहरूले गाइज म चाहिँ चौतारामा आइसकेँ है। चौतारामा आइसकेँ, हेर्नु न कस्तो पसिनै पसिना भएको छ। गर्मीले रातै भएर कति गर्मी चढेको हो, तपाईकोतिर कतिको गर्मी छ अवश्य कमेन्ट गर्नु होला। हाम्रोतिर चाहिँ हिजो र आज बेसारी घाम चल्केको छ, अहिले बिहानैमा घाम चल्केको यस्तो त्यता टिलिटिली टल्केको हेर्नु है। अनि म चाहिँ चौतारामा एकछिन उभिन लागेको बस्दिनँ, घाँस बिसायो भने अहिले हुनै हुन्न के हाल्न मिल्दैन अनि त्यही भएर बिसाउँदिनँ, एकछिन उभिन्छु मात्रै। पसिनाको धारा हेर्नुहोस् गाइज। तलदेखि नआएको यस्तो उकालो है, चौतारा यस्तो छ। अब चाहिँ म घर जान्छु ल, धेरै बस्दिनँ कि झ्याउ लाग्छ बस्नै। घर गए त एकछिन भए नि मोबाइल चलाउन पाइन्छ भन्ने आश लाग्छ गाइज। मोबाइल पनि कति चलाउने र होइन, भयो टिकटक सिकटक अरूले ब्याटर स्याटर हान्छन्, हामी हेर्दै बस्ने हो नि त होइन। अनि अरू नाच्छन्, आफूलाई नाच्न आउँदैन टिकटकमा जस्तो भए पनि मैले टिकटक चाहिँ हाल्छु। मेरो टिकटक रबिना पन्थमा गएर फलो गरिदिनु होला भन्न चाहन्छु। अनि गाइज तपाईकोतिर कतिको घाँस पलाएको छ है, हाम्रोतिर चाहिँ घाँसै छैन। हेर्नु यस्तो उजाड छ, उजाड छ। हाम्रो त वनमा पनि घाँस छैन, बारीमा पनि घाँस छैन गाइज। के काट्ने चिज भइसक्यो, बाख्रा बाँध्न थाल्यौँ त। अस्ति नै जग्गा त बाख्रा चरा थियौँ नि त, बाख्रा बाँध्न थाल्यौँ। अब घाँस काट्न गाह्रो छ। हेर्नु न गाइज, घाँस काटेर फोरै उठेको हुन्छ। एक दिन घाँस काट्दिएको फोरा अनि डल्ला जिलाउने अनि घाँस काट्ने गर्दा गर्दा फोरा उठेर यस्तोसम्म भएको छ। हिजो घाँस काट्दिएको त गाइज फोरै आएको धेरै दिनमा। 1 महिना घाँस नकाट्दा पनि फोरा आउँछ। तपाईँहरूको पनि आउँछ र? मेरो चाहिँ फोरा आउँछ कि, फोरा आएछ। यस्तो कालो जामा छ, घाम टल्के छ, पसिनाको धारा। मकै हाम्रोतिर त यत्तिकै बस्छ, पानी नआएर मकै नि अग्लिन सकेको छैन। त्यही माथि बाँदरले खाइदिएर यस्तो काहीँ छ काहीँ छैन है। बाँदर आएर मकै खाएर जात्रै छ हाम्रोतिर त। तपाईँकोतिर नि आउँदो होला बाँदर त। हाम्रोतिर पहिला पहिला आउँथेन, अचेल कस्तो बाँदर आउन थालेको छ। गाह्रो छ गाइज गाउँले जीवन। तपाईँहरू गाउँ सहरमा बस्नेलाई के कस्तो यस्तो अनुभव पाउनु भएको छैन होला। हामीलाई त दिनरातै उकालो र ओह्रालो गर्नुपर्छ। यता जाने यो घर
अनि यता जाने मकैबारी यस्तो छ दरम दरम भन्न पाएँ होइन मकै गर्न नपाएर पानी आएको छैन अनि बढ्नै पाएको छैन नत्र हामी पनि मकै गरेर मकैबारी दरम दरम कुखुरो खाम्ला करम करम भन्दा हुन्थ्यो होइन किनभने पानी नआएर मकै पनि बढ्न सकेन मकै पनि छरेको छैनौँ गाई हामीले त बाँझो नजोतिराखेको मेलो त पानी नआइन्छ मकै नछर्ने भनेर बाँझै छ कोहीको हाम्रो पनि 3टा घर छन् बाँझै अनि गाई चाहिँ हाम्रो घरमा गोरु भए पनि जता छैन अनि नजोतेको कारणले बारी बाँझै छ जहिले पानी आउँछ त्यसले छर्ने भनेर राख्नुपर्छ बुवाले चाहिँ तपाईँहरूकोतिर छर्नु भयो कि छर्नु भएन भन्नु होला है कमेन्ट गर्नु होला अनि कतै कतै त मैले गोडेको पनि देखेको थिएँ दरमबारी मकैबारी दरम दरम भन्दै टिकटक हाल्नुभएको थियो कति ठुलो भइसक्यो त हाम्रोतिर चाहिँ कहीँ मकै छर्नै पाएन कतै कतै छर्नु भएको छ ऊ अघि मैले देखाइहालेँ त्यत्रो बस्यो सानो छ अब एकचोटि पानी आइदियो छरेको मकै चाहिँ गोड्न हुन्थ्यो पानी नै आएन गाई जाने म चाहिँ गाउँ आइसकेँ गाउँ चाहिँ घाम टर्क्यो बिहान भने त्यहाँदेखि घर छ अनि गाउँमा चाहिँ यसो अनि गर्मीले पसिना बगेको त राम्रो हो भन्छन् होइन गाइज पसिना बगेको छ मेरो चाहिँ घाम त्यस्तै पसिनाहरू गाइज म चाहिँ घर आइसकेँ अनि यहाँ घाँस काट्नु घाँस राख्नु आएको टाट्नै पत्कियो लुगा सुकाउने दाउरा हेर्नु मैले दाउरा काटेँ सेट घाम मुलो बोकेर यस्तो छ भारी अनि गाइज म चाहिँ अहिले खानासाना खाएर भाँडासाना माझेर अनि किचन पनि पोतियो अनि किचन पोतेर चाहिँ बाबुलाई सुताएर म अहिले चाहिँ फेरि बिहान मम्मीले मोही मच्नु भएको दही राखिदिनु रहेछ दही खान लाग्दैछु गाइज चिनी हालेर खाने यो लास्ट अमिलो हुन्छ कि गाउँतिरको दही चाहिँ फेरि चिनी पनि कता हो र चिनी पनि सिद्धि खाइन्छ भाँडा चाहिँ हामीले यस्तो भइरहेको छ मैले बाहिर चाहिँ ठन्डा पुरै घाम लाग्यो गाइजहरू त गर्मी भाँडा बाहिर दही खानाको लागि आइकीहरू त कस्तो उताडी घरबाट लिएर आइकी आऊ
के खान आऊ र के खान आउनुभयो के खान आउनुभयो म त दही सही दिन्नँ नि तपाईँलाई त खानी हो र खानी हो मिठो छ मिठो छ मिठो छैन होला फाइनल्ली गाइस मैले चाहिँ दिउँसो भिडियो खासै बनाइनँ होइन अब केही थिएन दिउँसो बस्ने काम हो के देखाउनु बसेको सुतेको भनेर देखाइन अनि मैले चाहिँ भिडियो आज भिडियो हाल्न ढिलो भयो अनि अहिले म भिडियो इन गर्दैछु बाई बाई थ्याङ्क यू सो मच मेरो भिडियोलाई अवश्य पनि हेर्नु होला भन्दै म बिदा हुन चाहन्छु बाई बाई